नमस्ते नमस्ते दुवै हात जोडेर आज तपाईलाई यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। काटेको घाउ निको हुन्छ, तर मनको घाउ, हृदयको चोट निको हुँदैन। नदीमा पानी धेरै बगेर जाँदा पनि हृदयमा लागेको चोट पखालिँदैन। यस्तै चोटहरू बोकेर मानिसहरू बाँचिरहेका छन्, जिरहेका हुन्छन्। के तपाईको मनमा पनि यस्तै चोटहरू छन्? यो हृदयको चोट एउटा ठूलो बाधा हुन्छ, जसले मानिसलाई खुलेर हाँस्न दिँदैन। बिर्सेर कतै हाँसिहाल्यो भने पनि अचानक यसरी चुप लाग्छन्, मानव उसले ठूलो गल्ती गरेको छ। साँच्चै मनमा घरिघरि बल्झिरहने घाउले जुन पीडा ल्याउँछ, त्यसले जीवनमा अँध्यारो ल्याउँछ। हृदयभित्र घाउहरू कसरी लाग्छन्? यस गहिरो प्रश्नको जवाब म तपाईसित अहिले बोल्नेछु। म तपाईको आफ्नै भाइ र अहिले तपाई सुन्दै हुनुहुन्छ बिलिभर्स इस्टर्न चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा। आत्मिक यात्रा यो कार्यक्रम कुनै पनि बेला तपाई हाम्रो युट्युब च्यानलमा हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुनेछ। झन्डै 800 वटा सन्देशहरू त्यहाँ राखिएका छन् भने यी सबै सुन्नलाई झन्डै 125 घण्टा लाग्नेछ। अर्थात् तपाई निरन्तर नबिराइकन 2 महिनासम्म तपाईले यो कार्यक्रम सुन्ने अवसर पाउनुहुनेछ। तपाईलाई हार्दिक स्वागत छ युट्युब च्यानलमा आत्मिक यात्रा नेपाली रेडियो कार्यक्रम। आउनुहोस् सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत सङ्गीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौँ। मिलेर हिँडौँ, सँगै बढौँ, यीशु मसीह हुन् हाम्रा साथी, सबैलाई अङ्गाल हिँडौँ, मिलेर हिँडौँ, सँगै बढौँ, यीशु मसीह हुन् हाम्रा साथी, सबैलाई अङ्गाल हिँडौँ। सबैको पालना जीवन र मृत्यु छ उहाँको हातमा, सबैको पालना ब्रह्माण्डको मालिक यीशु, सबैको पालना जीवन र मृत्यु छ उहाँको हातमा, सबैको पालना रक्षा हाम्रो एउटै छ, मार्ग हाम्रो एकै छ, फेरि किन आपसमा झगडा गर्छौँ, प्रेम हो। वास्तवमा हामीलाई चोट लगाउनेहरू, चोट पार्नेहरू को हुन्छन्? हाम्रै छेउछाउका मानिसहरू हुन्छन्। घर परिवार भित्रकै मानिसहरू हुन्छन्। दाजुभाइ, दिदीबहिनी, मित्रहरू, आफन्तहरू, आमा बुवा हो। उनीहरूद्वारै चोट लाग्छ, पीडा लाग्छ। उनीहरूकै बोली वचन र व्यवहारद्वारा हाम्रो मन दुख्छ, हाम्रो मनमा चोट लाग्छ।
हाम्रा एकजना श्रोताले हामीलाई पत्र लेख्नु भएको थियो, कुराकानी पनि गर्नुभयो। पत्र लेख्नुहुने मित्रलाई धन्यवाद दिन चाहन्छु। उहाँको कुराकानी र पत्रमा उनले सौतेनी आमाले दुर्व्यवहार गर्छिन्, जे गरे पनि जस दिँदिन, जहिले नै कचकच गर्छिन्, पक्षपाती व्यवहार गर्छिन्, खाने लाउने कुरामा भेदभाव गर्छिन्, काठ भाँचेको जस्तै बोल्छिन्। बुवा पनि सौतेनी आमापट्टि नै लाग्छन्। बुवाले छोराछोरीको कुरा सुन्दैनन्। छोराछोरीको जिन्दगी ठुलो समस्यामा पर्छ। सौतेनी आमाले क्रूर कठोर व्यवहार गर्दा छोराछोरीले के गर्ने होला भनी हाम्रा ती श्रोता मित्रले सोध्नु भएको थियो। यो प्रश्नको उत्तर दिनु सोचे जस्तो सजिलो छैन अनि हुँदैन पनि, किनकि त्यो परिस्थितिमा पर्ने छोराछोरीलाई मात्र त्यो पीडा, त्यो दर्द थाहा हुन्छ। लागेको त्यो गहिरो चोट उनीहरूले मात्र महसुस गर्न सक्छन्, होइन त? तैपनि म केही कुरा भन्न चाहन्छु। पवित्र धर्मशास्त्र बाइबलले हामीलाई सिकाएका धेरैवटा कुराहरूमध्ये एउटा चाहिँ आफूमाथिका सबै व्यक्तिहरूको अधीनतामा बस्नु हो। यस अर्थमा सौतेनी आमाको अधीनमा पनि बस्नुपर्छ। सौतेनी आमाले चाहे राम्रो व्यवहार गरून् वा नराम्रो, बुवाले साथ देऊन् वा नदेऊन्, परमेश्वरमा विश्वास र भरोसा राख्ने प्रत्येक छोराछोरी परमेश्वरको वचन मान्दै उहाँको अधीनमा बस्नुपर्छ। मानिसले तपाईँलाई कठोर निर्दयी व्यवहार गरे पनि, तपाईँसँग भेदभाव र पक्षपात गरे पनि परमेश्वरले तपाईँलाई त्याग्नु भएको छैन। उहाँले तपाईँको मनमा लागेका चोटहरू देख्नुहुन्छ। तपाईँको मन कति दुखी रहेको छ उहाँले त्यो महसुस गर्नुहुन्छ। परमेश्वर चाहनुहुन्छ तपाईँले हरेस खानु हुँदैन। सौतेनी आमा र बुवासँग तपाईँले प्रतिकार गर्नु हुँदैन। तपाईँले बदला लिन खोज्नु हुँदैन, गाली गर्नु हुँदैन, उनीहरूको बदनाम गर्नु हुँदैन, क्रोधको वशमा परेर उनीहरूमाथि आक्रमण हमला गर्नु हुँदैन, तर सहनुपर्छ। उनीहरूले जे अराउँछन् त्यो खुरु 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 गर्नुपर्छ। उनीहरूप्रति आफ्नो मनमा आदरको भाव राख्नुपर्छ। मैले यी कुराहरू भनिरहँदा तपाईँ भन्नुहोला, तपाईँ पर्नु भएको छैन र पो यस्ता कुराहरू हल्का हल्का कुरा गरिराख्नु भएको छ। तपाईँले यो सजिलो मान्नु भएको छ। तपाईँको विचार ठिकै हो। तपाईँलाई गाह्रो छ, मलाई त्यस्तो गाह्रो परेको छैन। तर हेर्नुहोस्, सौतेनी आमाको कठोर क्रूर व्यवहारले तपाईँलाई ठुलो फाइदा पनि गराइरहेको छ। तपाईँ भन्नुहोला कसरी? ल सुन्नुहोस्, म भन्छु। तपाईँले तालिम प्राप्त गर्दै हुनुहुन्छ। कस्तो तालिम? अरे जीवनमा जोखिम, खतरा, समस्या, दुर्व्यवहारको सामना गर्ने तालिम तपाईँ पाउँदै हुनुहुन्छ। पैसा नतिरी तपाईँले ठुलो र महत्त्वपूर्ण तालिम आफ्नो जीवनको निम्ति पाइराख्नु भएको छ। जब तपाईँ पाको बन्नुहुन्छ, बढेर तन्नेरी तरुणी बन्नुहुन्छ, तब तपाईँ एक परिपक्व व्यक्ति बन्नुहुन्छ। आफ्नो अनुभवद्वारा शिक्षा पाएको एक परिपक्व व्यक्ति बन्नुहुन्छ। धेरै जवान केटाकेटीहरू राम्ररी पढेका हुन्छन्, लेखेका हुन्छन्, सुबानी हुन्छन्, तर हामी देख्छौँ तिनीहरूमध्ये धेरैले जीवनमा समस्या आउँदा त्यसको सामना गर्न सक्दैनन्। सानो समस्यामा पर्दा उनीहरूको आत्मबल टुट्छ, छत्ताछुल्ल हुन्छन्। तर तपाईँको त्यस्तो हुँदैन। तपाईँभित्र त आत्मबलको चट्टान हुन्छ, किनकि तपाईँ हुरी बतासबाट भएर ती झेलेर आउनु भएको छ। सानातिना कुराहरूले तपाईँलाई हल्लाउन सक्दैन, तपाईँको विश्वासलाई हल्लाउन सक्दैन। तपाईँमा सहने धैर्य पनि छ। तपाईँमा भएको सहनशीलता ठुलो धन सम्पत्ति हो। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, अनुभवले दिएको शिक्षा पुस्तक पुस्तिकाले दिएको शिक्षा भन्दा धेरै मूल्यवान हुन्छ। भोगाइले मानिसलाई खार्छ। सुन पगालेको कथा तपाईँले सुन्नुभएको होला। त्यो चट्टान भित्र रहेको ढुङ्गा वा माटोमा हुन्छ, त्यहाँ त्यसको केही मूल्य हुँदैन। अरू ढुङ्गा माटो सरह हुन्छ, तर पारखी मानिसहरूले त्यसलाई चिन्छन्, त्यसलाई त्यहाँबाट निकाल्छन्, त्यसलाई परिशोधन गर्छन्,
कसरी गर्छन्? त्यसलाई आगोमा हालिन्छ अनि तीव्र तापमा त्यसलाई हालिन्छ, त्यो पगालिन्छ, आखिरमा त्यो सुन बन्छ। पहिले त्यो अरू सामान्य ढुङ्गाहरूको माझमा ढुङ्गा जस्तै थियो, तर ढुङ्गाहरूकै बीचमा त्यो रहन्थ्यो। तर अब आगोबाट खारिएपछि त अब त्यो बहुमूल्य बनेको छ। त्यसलाई अरू सामान्य ढुङ्गाहरूको साथमा राखिँदैन, त्यसलाई घरको सुरक्षित स्थानमा राखिन्छ। त्यो प्रदर्शनको वस्तु बन्छ, त्यसलाई गहना बनाएर मानिसहरू लाउँछन्। त्यसले मानिसको मूल्य र प्रतिष्ठा बढाउँछ। के मैले भनेको कुरा सत्य होइन र? सौतिनी आमा बुवाको क्रूर व्यवहारमा जीवन बिताएका बाल बालिकाहरू पनि हुर्केपछि बढेपछि तीव्र आगोको ज्वालामा खारिएका सुन जस्तै हुन्छन्। उनीहरू अरू मानिसहरूको बीचमा हुन्छन् तापनि अरू जस्ता हुँदैनन्। उनीहरूको मूल्य ठुलो हुन्छ। उनीहरू चोटहरू पाएर निर्माण भएका हुन्छन्, चरित्र बनेको हुन्छ। उनीहरू गहिरो जरा गाडेको रुख जस्ता हुन्छन्। सौतिनी आमा बुवाको कठोर व्यवहार तपाईको निम्ति तालिम हो, यसलाई सहनुहोस्। तर एउटा खतरा छ। सौतिनी आमा बुवाको क्रूर व्यवहार सहन नसकेर घरबाट भाग्नुभयो भने तपाईको जीवन आकाशमा डोरी चुडिएको चङ्गा जस्तै हुनेछ, जुन कहाँ पुग्छ कसैले भन्न सक्दैन, कसैले जान्दैन। घर छोडेर भाग्ने, पढाइ छोड्ने, गलत सङ्गतमा पर्ने गल्ती कहिल्यै नगर्नुहोस्। तपाईको जीवनको डोरी आफ्नो हातमा पक्रिराख्नुहोस्। तपाईको जीवन परमेश्वरको हातमा सुम्पनुहोस्। परमेश्वरलाई यति भन्नुहोस्, हे प्रभु परमेश्वर, म आफ्नो जीवन तपाईको हातमा सुम्पन्छु। मलाई सबै कुराहरू सहन सहायता गर्नुहोस्। मेरी सौतिनी आमालाई आशिष दिनुहोस्, बुवालाई आशिष दिनुहोस्। ओहो, परमेश्वरले तपाईँलाई कति धेरै वास्ता गर्नुहुन्छ थाहा छ तपाईँलाई? उहाँले तपाईँको जीवनमा अचम्मको काम गर्नुहुनेछ। यसैले हरेस नखानुहोस्, घर छोडेर नहिँड्नुहोस्। जे हुन्छ सहनुहोस्। तपाईँ एउटा सुन्दर जीवन जिउनका निम्ति निर्माण हुनुहुनेछ। आज्ञाकारी बन्नुहोस्, आफूले सक्ने काम गर्नुहोस्। आफूलाई भन्नुहोस्, म इमान्दार हुनेछु, म आज्ञाकारी हुनेछु, म सबैलाई प्रेम गर्नेछु। यो तपाईको जीवनको नारा बनोस्, प्रेरणाको स्रोत बनोस्। सौतिनी आमाको व्यवहार देखेर नरिसाउनुहोस् है। रिसले तपाईँकै हानि गर्छ। रिसले गर्दा तपाईँ गलत निर्णय लिनुहुन्छ अनि गलत निर्णयले गलत कार्य गर्न उक्साउँछ। घरमा दुर्व्यवहार सहनु परेर क्रोध गरेकोले आज के भइरहेको छ सोच्नुहोस् त। धेरै जवान केटाकेटीहरू झ्यालखानमा परेका छन्। कोही सडकमा जिन्दगी बिताइरहेका छन्। कोही यो संसारबाट बिदा पनि भइसके। कोही बौलाएका छन्, दिमागी असन्तुलन बोकेर बाँचिरहेका छन्। के उदाहरण यति मात्रै हो त? अरू पनि उदाहरण छन्। एकजना भाइलाई म चिन्छु। सहरको एउटा कुनामा उसको किराना पसल छ। उसको पसल खुबै चल्छ। ऊ सानो छँदा उसकी आमा बित्नुभयो। बुवाले सौतिनी आमा लिएर आए। सौतिनी आमाले उसलाई गर्नुसम्म गरेकी थिइन्, तर उसले सबै त्यो दुःख, कष्ट, अपमान सहयो। दुःखले पढ्यो। स्कुलको अध्ययन पनि पुरा गर्न सकेन। 18-19 वर्ष भएपछि उसले बोरा ओछ्याएर बाटामा थोरै सागसब्जी बेच्न थाल्यो। घरमा आमा बुवाले अराएका सबै काम पनि गर्थ्यो। उसको सब्जी व्यापार बिस्तारै बिस्तारै बढ्दै गयो। आज उसको ठुलो पसल छ। सौतिनी आमाको दुर्व्यवहारले उसलाई नाश पारेन। उसले हिम्मत हारेन। अहिले उसकी सौतिनी आमा बुढी भएकी छन्। बुवा बितिसके। उसले सौतिनी आमालाई सहायता गर्छ, स्याहार सुसार गर्छ, पाल्छ, पैसा दिन्छ। यो पो त हो मानिसको गुण, बहादुर मानिसको। उसकी सौतिनी आमा पनि धेरै लज्जित भएकी होलिन्। जसलाई तिनले दुर्व्यवहार गर्थिन्, आज उसैले उनलाई साँचो सन्तानले दिने प्रेम र वास्ता दिएको छ। वैगुनीलाई गुणले मार्नुपर्छ भनेको यही नै हो। सौतिनी आमासँग मन नदुखाउनुहोस्, नरिसाउनुहोस्। तपाईँ तालिममा हुनुहुन्छ भने सोच्नुहोस्,
बाइबलको वचनले भन्दछ, घरिघरि हामी रिसाउनुमा धीमा हुनुपर्छ, किनकि मानिसको रिसले परमेश्वरको धार्मिकता ल्याउँदैन। कुराकानी गर्दा गर्दै समयले बिदाई दिइसकेको छ। यो गम्भीर विषय हो। परमेश्वरले तपाईँको जीवनमा अनुग्रह गरून्, आशिष ल्याउन्। भोलि पनि ठिक यही समय यसै ठाउँमा हाम्रो आशिषित भेटघाट हुनेछ। तपाईँलाई मेरो हार्दिक स्वागत छ।